सो हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ मैले सुरुवात गरिसकेँ भिडियो। मैले चाहिँ यत्रो दिन किन ल्याइन कसो गरिनँ भनेर म अहिले आज चाहिँ मैले मुकबाङ भिडियो ल्याएँ नि त भात खाएको। अनि त्यसैले अब मेरो छोराले डिस्टर्ब पनि दिन सक्छ किनकि ऊ सानै हो बिचरा, त्यही भएर डिस्टर्ब पनि दिन सक्छ। अब डिस्टर्ब भयो भनेमा नरिसाउनु होला भन्न चाहन्छु म। यस्तो सानो बच्चा हो डिस्टर्ब त गरिहाल्छ नि हो। मैले चाहिँ आज लाइट मतलब नाइटमा गरेको नि त, त्यही भएर अँध्यारो अँध्यारो नि देखिएला, नरिसाउनुहोस् भन्न चाहन्छु म चाहिँ। योभन्दा अरू केही भन्न चाहन्न। अनि मेरो चाहिँ आज खानामा छ भात, अचार छ। यहाँ चाहिँ अलिकति अचार पनि बनाएको थिएँ, बिहानको अचार हो यो चाहिँ। माछा र भात खाने हो। अब साथीहरू मैले चाहिँ खाना रेडी भइसकेँ। मेरो बाबु चाहिँ खेलिरहेको देख्नु भएको होला। मैले चाहिँ यहाँ पहिला माछाको झोल हालेँ, अनि त्यसपछि खान्छु। अब चाहिँ मैले चाहिँ तोरी हालेर अनि बनाएको थिएँ। कस्तो भएको फर्स्ट दामी भयो। तर मैले बाबु पेटामा हुँदा चाहिँ मैले कति खान्थेँ कि माछा। अनि बाबु जन्मेदेखि मैले खाएकै थिइनँ माछा। अहिले चाहिँ बाबु जन्मेदेखि फर्स्टचोटि हो क्या मेरो खाने। खास सपोर्ट दिनु होला। मैले चाहिँ तातो हुन्छ हौ। मैले चाहिँ भिडियो नल्याउनुको कारण के थियो भने मेरो बाबु सानो थियो अनि बिरामी पनि भइरहेको थियो। त्यसैले मैले भिडियो ल्याउन सकिरहेको थिइनँ नि त। अब बच्चालाई टाइम दिँदा दिँदै ठिक्क हुने रहेछ। बच्चालाई सिँगार्दै आफू सिँगारी नै बिर्सिएँ क्या मैले त, कस्तो हुन्छ भनेर नि। त्यही भएर भिडियोहरू बनाउन पाएकै थिएन मैले। त्यसमा नरिसाउनु होला। अब के कस्तो लाग्छ त्यो हजुरहरूको हातमा छ। त्यही हो मेरो चाहिँ। अब बाबु बिरामी भइराख्ने, अनि त्यही भएर मैले भिडियो बनाउन पाइथिनँ। अनि आज चाहिँ मलाई रुगा लगाइरहेको छ। माछा त गर्मी हो, अनि त्यहाँ गर्मी खानु लागेको क्या मैले चाहिँ आज मैले। मलाई माछा खान चाहिँ मन लाग्छ तर डर लाग्छ कि अड्किन्छ भनेर।